म धेरै नै सिम्पल कुराको बारेमा भन्ने छु। सिम्पल कुरा के रहेछ भने हामी सबैजना जीमेल युज गर्छौं हैन, र धेरै जनालाई जीमेलको पासवर्डै याद हुँदैन के। अब कहीं हामीलाई अर्को मोबाइलमा या ल्यापटपमा त्यही जीमेल हाम्रो युज गर्नु छ भने हामीसँग पासवर्डै हुँदैन। अब त्यस्तो अवस्थामा हामी फर्गेट गरेर पासवर्ड र त्यसपछि हामी लगइन गर्छौं। त्यस्तो नगर्दा पनि हजुर आफ्नो जीमेलको पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। त्यसको लागि हजुरको मोबाइलमा जीमेल लगइन हुनु पर्यो। हजुरको मोबाइलमा जीमेल लगइन छ भने त्यस्तो अवस्थामा हजुर आफ्नो जीमेलको पासवर्ड चेन्ज गरेर नयाँ पासवर्ड हाल्न सक्नुहुन्छ। र त्यो कसरी गर्ने त्यो आज यो भिडियोमा भन्ने छु। भने सबैभन्दा पहिला आफ्नो मोबाइलमा जीमेल एप्लिकेसन ओपन गर्नु छ। जीमेल एप्लिकेसन ओपन गर्नु सबैको मोबाइलमा हुन्छ। जीमेल एप्लिकेसन ओपन गरेपछि हजुरको साइडमा हेर्न सक्नुहुन्छ यो एरो हेराइरहेको छ, त्यहाँ क्लिक गर्नु। यहाँ क्लिक गरेपछि हजुरको एउटा अप्सन आउँछ म्यानेज योर गुगल एकाउन्ट। ठीक, त्यहाँ के गर्नु छ भने हजुरलाई क्लिक गर्नु। त्यसमा क्लिक गरेपछि हजुरको अगाडि यस्तो इन्टरफेस आउँछ। त्यसपछि तल स्क्रोल गरेपछि अलि स्क्रोल गर्दा हजुरलाई गुगल पासवर्ड भनेर नयाँ अपडेटमा यस्तो आएको छ हैन। सिम्पल तपाईलाई के गर्नु छ भने गुगल पासवर्डमा क्लिक गर्नु छ। यसमा क्लिक गरेपछि हजुरको मोबाइलको लक माग्ने गर्छ। फिंगर छ भने फिंगर, फेस छ भने फेस, या कुनै पासवर्ड छ भने त्यो पासवर्ड माग्छ। त्यसपछि हजुरको अगाडि यस्तो इन्टरफेस आउँछ न्यू पासवर्ड र कन्फर्म पासवर्ड। अब यहाँ के गर्नु छ भने हजुरलाई नयाँ पासवर्ड दिनु छ र त्यो पासवर्ड कुनै डायरीमा या कहीं हजुर नोट गरेर राखिहाल्नु। र त्यसपछि हजुरलाई यहाँ दुवैमा सेम पासवर्ड हालेर नयाँ पासवर्ड कुनै यहाँ हालेर स्ट्रङ पासवर्ड र यहाँ चेन्ज पासवर्डमा क्लिक गर्नुहुन्छ भने हजुरको पासवर्ड चेन्ज भइहाल्छ जीमेलको। र अब हजुर कहीं पनि लगइन गर्दा हजुर त्यो यहाँ अहिले हालेको पासवर्ड र जीमेल हालेपछि हजुरको जीमेल लगइन भइहाल्छ। र आजको यो भिडियो यति नै रहेछ। र